सिन्धुलीमा प्रहरीले आज लागु औषध खैरो हिरोइन सहित 2 जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौँ महानगरपालिका 16 का 30 वर्षीय असीम थापा र 27 वर्षीय सबिन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट 15.830 ग्राम लागु औषध खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार इलाका प्रहरी कार्यालय भिमान र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासको संयुक्त प्रहरी टोलीले विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको बा 5ख726 नम्बरको हाइसलाई चेक जाँच गर्ने क्रममा लागु औषध खैरो हिरोइन फेला परेको थियो। हाइसमा लुकाई छिपाई लागु औषध खैरो हिरोइन लिएर हिँडेका 2 जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।